नमस्कार, तपाईलाई स्वागत छ आरसीएस टेक्नोलोजी च्यानलमा। यदि तपाईको ल्यापटप ढिलो चलेर हैरान हुनुहुन्छ भने चिन्ता नलिनुहोस्। आज हामीले तपाईहरुको लागि ल्यापटप छिटो बनाउने 5 उपयोगी तरिकाहरू लिएर आएका छौं। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियो सुरु गरौँ है त। सुरुमा त हाम्रो पहिलो टिप्स रहेको छ, हजुरहरुको स्टार्टर प्रोग्रामहरु चाहिँ बन्द गर्नुपर्ने हुन्छ। जो चाहिँ ल्यापटप अन गर्दा प्रोग्रामहरु आफै खुल्छन्, जसले सिस्टमहरु ढिलो गराउँछ। स्टार्टर बारको अनावश्यक एप्सहरु हटाउनु पर्ने हुन्छ। त्यसको लागि हामीले टास्क म्यानेजरमा गएर राइट क्लिक गरेर हजुरले टास्क म्यानेजर खोल्न पनि सक्नुहुन्छ र सर्टकट की कन्ट्रोल शिफ्ट र ESC क्लिक गर्नु भने अटोमेटिक हजुरको यसरी टास्क म्यानेजरको प्रोसेसहरु खुल्छ। त्यसपछि हजुरले यस्तो खुलिसकेपछि हजुरको यहाँनेर हेर्नुस् त, यहाँनेर मेरो यता लेखिरहेको छ स्ट्याटस एप्स, यसमा क्लिक गर्नु होला र यहाँ गइसकेपछि चाहिँ हजुरहरुले अनावश्यक एप्लिकेसनहरु डिसेबल गर्न सक्नुहुन्छ या त डिसेबल भएकोलाई इनेबल पनि गर्न सक्नुहुन्छ। त्यसको लागि राइट क्लिक गर्ने र डिसेबल गर्न सक्नुहुन्छ इनेबललाई, र इनेबल भएको एप्लिकेसनहरुलाई डिसेबल गर्न सक्नुहुन्छ। मैले यहाँ धेरै एप्लिकेसनहरु, मलाई नचाहिने एप्लिकेसनहरु मैले डिसेबल गरेको छु। र त्यसैगरी हाम्रो रहेको छ टिप्स नम्बर 2 मा टेम्पोररी फाइलहरु डिलिट गर्नुपर्ने हुन्छ। त्यसले चाहिँ हाम्रो 4 फाइलहरुलाई राखेको हुन्छ, जसले गर्दा स्पेस खान्छ र स्पिड पनि घटाउँछ। त्यसलाई डिलिट गर्नको लागि हामीले विन्डोज R क्लिक गर्नुपर्ने हुन्छ। विन्डोज R क्लिक गर्नु भने हजुरको यसरी आउँछ र यसमा हामीले लेख्ने छौं %temp% अनि पछि इन्टर गर्छै चाहिँ हजुरको यस्तो आउँछ। यो चाहिँ हजुरले टोटल्ली डिलिट गर्नुपर्ने हुन्छ। त्यसको लागि कन्ट्रोल A गर्नुहोस् र डिलिट गरिदिनुहोस्। यसरी हजुरको यो डिलिट भइसकेपछि हजुरको यो डिलिट भइसकेपछि फेरि कन्ट्रोल R मा क्लिक गर्ने र हजुरले टेम्प गरेर इन्टर गर्न सक्नुहुन्छ अनि कन्टिन्युमा जाने एक्सेस चाहिँ दिनुपर्ने हुन्छ। अनि त्यसपछि हजुरको यो देखिरहेको चाहिँ हजुरले डिलिट गर्न सक्नुहुन्छ। हाम्रो %% र टेम्प एउटै हो। %बाट सबै डिलिट भएन भने टेम्पबाट हाम्रो सबै डिलिट हुन्छ। त्यसपछि हामीले फेरि विन्डोजसँग R क्लिक गर्ने र हामीले लेख्ने छौं PREFETCH गरेर इन्टर गर्यो भने यहाँ पनि हाम्रो नचाहिने फाइलहरु हुन्छ। यसमा पनि हामीले टोटल डिलिट गर्न सक्छौं। कन्ट्रोल A गर्ने र डिलिट गर्ने। यो हाम्रो रहेको थियो दोस्रो टिप्स। अब हाम्रो त्यसैगरी रहेको छ तेस्रो टिप्स भनेको चाहिँ हामीले अनसेन्ड प्रोग्रामहरुलाई चाहिँ हटाउनु पर्ने हुन्छ। जुन सफ्टवेयरले तपाईहरुको महिनौंदेखि प्रयोग गर्नुभएको छैन, त्यसले चाहिँ तपाईको ल्यापटपहरु सुस्त बनाउँछ। हटाउनलाई चाहिँ हामीले कन्ट्रोल प्यानल खोल्नु पर्ने हुन्छ। स्टार बटनमा क्लिक गरेर हजुरले कन्ट्रोल प्यानलमा क्लिक गरेर हजुरले कन्ट्रोल प्यानल खोल्न सक्नुहुन्छ र कन्ट्रोल प्यानल खोलिसकेपछि प्रोग्रामहरु अनइन्स्टल र प्रोग्राममा जानुहोस्। हामीले चाहिँ यहाँ चाहिँ हाम्रो यहाँ डाइरेक्ट प्रोग्राम छ। प्रोग्राममा गएर हामीले प्रोग्राम पिक्चरमा जाने र यसमा गएर चाहिँ हामीलाई नचाहिने फाइलहरु अनइन्स्टल गर्न सक्नुहुन्छ। राइट क्लिक गरेर नचाहिने फाइलहरु सबै बन्द गर्न सक्नुहुन्छ र सफ्टवेयरहरुलाई अनइन्स्टल गरेर हजुरको ल्यापटप अलि छिटो चल्छ। त्यसपछि हाम्रो टिप्स नम्बर 4 रहेको छ डिस्कलाई क्लिन गर्ने। हामीले डिस्क क्लिन गर्नलाई चाहिँ हामीले तपाईहरुको ड्राइभहरुमा भएको क्याच लग र अन्य फाइलहरुलाई हटाउँछ। जो चाहिँ हामीले स्टार्ट बटनमा जाने डिस्क क्लिन भनेर हामीले यहाँ सर्च गर्नुपर्ने हुन्छ। डिस्क हैन सुरुमा आइसक्यो। यसलाई मैले इन्टर गर्छु। इन्टर गरेपछि हजुरको चाहिँ यसरी खुल्छ। यसमा चाहिँ देखाएको हजुरको यो फाइलहरु डिलिट गर्न सक्नुहुन्छ। सबैलाई टिक गरेर यस्तो हाल्दाखेरि हजुरको केही पनि समस्या हुँदैन। यसलाई टिक गरेर हजुरले ओके गर्न सक्नुहुन्छ र डिलिट फाइल। हेर्नुस् त मैले डिलिट गरेको थिएन, कति धेरै टाइम लागेको छ। अब हाम्रो त्यसैगरी टिप्स नम्बर 5 रहेको छ र्याम र SSD मा चाहिँ अपग्रेड गर्नुस्। हजुरको यदि तपाईको ल्यापटप चाहिँ अझै पनि स्लो भइरहेको छ भने हजुरको हार्डवेयरको कारण हुन सक्छ। SSD सोलिड स्टेट ड्राइभले चाहिँ तपाईको ल्यापटपलाई 5 गुणा छिटो बनाउँछ। र्याम पनि कम भएकोमा कम्तिमा 8 GB सम्म र्याम बनाउनुहोस्। यसले चाहिँ हजुरको ल्यापटप चाहिँ
फास्ट गराउँछ। कहिलेकाहीँ ल्यापटप स्लो हुनुको कारण भाइरस पनि हुन सक्छ। तपाईले विन्डोज डिफेन्ड वा अन्य राम्रो एन्टिभाइरस प्रयोग गरेर फुल स्क्यान गर्न सक्नुहुन्छ। हाम्रो 5 टिप्सहरू उपयोगी लागेको छ, हजुरको ल्यापटप पहिले भन्दा धेरै छिटो भएको छ भने भिडियो मन पर्यो भने लाइक गर्न नबिर्सनु होला, साथीहरुसँग शेयर गर्नुहोस् र हाम्रो च्यानल एक्सेस टेक्नोलोजीलाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।